हेलो एन्ड नमस्ते साथीहरू, तपाईँहरूलाई एसपी अर्निङ युट्युब च्यानलमा स्वागत छ। आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई हाम्रो कमाई जुन एउटा प्लेटफर्म रहेको छ त्यसमा चाहिँ हामीले कसरी इन्कम गर्न सकिन्छ, टाइमवालबाट टास्कहरू कम्प्लिट कसरी गर्ने, गेमहरू कसरी खेलेर इन्कम लिन सकिन्छ, सम्पूर्ण डिटेल दिनेछु है। सिम्पली हजुरले यहाँ टाइमवाल भन्ने अप्सन देख्न सक्नुहुन्छ। यसबाट चाहिँ हजुरले एकदमै राम्रो रेटमा चाहिँ इन्कम गर्न सक्नुहुन्छ। टाइमवालमा चाहिँ विभिन्न टास्कहरू हुन्छन्। यहाँबाट चाहिँ हजुरले अल विथड्र हिस्ट्री भनेको चाहिँ हजुरले टाइमवालको चाहिँ विथड्र हिस्ट्री हेर्न सक्नुहुन्छ। मेरो चाहिँ अहिले टाइमवालमा कुनै पनि प्रकारको विथड्र लगाएको थिएन, सो पेड पेन्डिङ चाहिँ 0 छ है। अब सिम्पली हजुरले अर्निङ गर्नको लागि क्लिक टु अर्न गर्न पर्ने हुन्छ। यदि हजुरको यो बटको बटन देखिएको छैन भने चाहिँ यो 4 आईमा चाहिँ ट्याप गर्नु होला अनि यो खोल्छ है। अब सिम्पली म क्लिक टु अर्नमा ट्याप गर्छु अनि यहाँ चाहिँ सिम्पली हजुरको लिङ्क आउँछ अनि ओपन भन्ने अप्सन आउँछ है। यहाँ क्लिक गरिसकेपछि अब हाम्रो चाहिँ टाइमवालको एकाउन्ट चाहिँ खोल्छ। यसरी एकाउन्ट खोलिसकेपछि हजुरले पहिलोपल्ट खोल्दै हुनुहुन्छ भने हजुरको 0 पोइन्ट हुन्छ। अब यहाँबाट चाहिँ हजुरले मजाले ससानो टास्कहरू कम्प्लिट गरेर चाहिँ इन्कम लिन सक्नुहुन्छ। यसले चाहिँ एकदम हाई रेटमा चाहिँ इन्कम दिन्छ है। अब सिम्पली यहाँ ट्याप गर्नु होला। यहाँ ट्याप गरिसकेपछि हजुरले यहाँ क्लिक भन्ने अप्सन पाउन सक्नुहुन्छ। यो क्लिक चाहिँ हजुरको दिनमा चाहिँ अपडेट भइरहेको छ है। हजुरले यसमा चाहिँ टास्कहरू गरेर चाहिँ इन्कम लिन सक्नुहुन्छ। यो चाहिँ एकदम इजी छ। जस्तै 14 पोइन्ट आउँछ भनेको छ 5 सेकेन्डमा है। सिम्पली भ्यू गर्नुपर्ने हुन्छ। भ्यू गरिसकेपछि चाहिँ सिम्पली ब्याक गर्नु होला है। ब्याक गरिसकेपछि हाम्रो 14 पोइन्ट चाहिँ एड भइसकेको छ। आजलाई चाहिँ मैले अलरेडी गरेको थिएँ, सो यो चाहिँ कम्प्लिट भनेर देखाएको छ है। अब त्यसै गरी यहाँ जानु होला। टास्कमा जानुहुन्छ भने भ्यू टास्कको अप्सन आउँछ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ चाहिँ हजुरले विभिन्न टास्कहरू पाउन सक्नुहुन्छ, जसलाई कम्प्लिट गरेर चाहिँ अर्निङ लिन सक्नुहुन्छ। हजुरको चाहिँ एकदमै इजी टास्कहरू यहाँ छन्, सो यी पनि कम्प्लिट गर्नु होला। जस्तै कि यहाँ एउटा भनेको छ जोइन द टाइमवाल गिफ्ट फेसबुक च्यानल भनेको छ। सिम्पली स्टार्ट टास्कमा ट्याप गर्नु होला। यहाँ ट्याप गरिसकेपछि अब यहाँ चाहिँ हजुरले इन्स्ट्रक्सन दिएको हुन्छ। जस्तै यो लिङ्कमा जाऊ अनि गइसकेपछि फेसबुक च्यानल हुन्छ, त्यहाँ चाहिँ जोइन गरेर फलो गर्ने अनि फलो गरिसकेपछि त्यो स्क्रिनसट लिएर दिने। जस्तै कि यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि म सिम्पली यो चाहिँ लिङ्क चाहिँ हाम्रो टाइमवालको खुलेको छ। यहाँ चाहिँ खासमा चाहिँ हामीले च्यानलमा जोइन हुनुपर्ने छ है। म चाहिँ सिम्पली एकचोटि ब्याक गर्छु। ब्याक गरिसकेपछि रिओपन गर्छु है यसलाई। म चाहिँ सिम्पली भ्यू टास्क भन्ने अप्सनमा जान्छु। भ्यू टास्कमा गइसकेपछि चाहिँ म यो चाहिँ क्यान्सल क्याम्पेन गर्छु। यदि गर्न चाहनुहुन्न भने यसलाई क्यान्सल गर्न सक्नुहुन्छ। जस्तै टाइमवाल फेसबुक च्यानल भनेको छ, सिम्पली यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ चाहिँ हजुरको टाइमवालको फेसबुक च्यानलमा जोइन भइसकेपछि सिम्पली स्क्रिनसट लिनुपर्ने हुन्छ। गरिसकेपछि चाहिँ सिम्पली अपलोड इमेजमा गएर प्रुफ चाहिँ सबमिट गर्न सक्नुहुन्छ है। यसरी चाहिँ यहाँबाट हजुरले प्रुफ सबमिट गरेर अर्निङ गर्न सक्नुहुन्छ। अर्निङ गरिसकेपछि सिम्पली यहाँ विथड्र भन्ने अप्सन छ। यहाँबाट चाहिँ हजुरले हाम्रो बटमा चाहिँ पैसा पठाउने हो है त। अब यहाँ अर्निङ गरिसकेपछि चाहिँ हजुरले यहाँ मिनिमम भनेको चाहिँ 500 पोइन्ट भइसकेपछि चाहिँ विथड्र निकाल्न सक्नुहुन्छ। 1000 पोइन्टको भ्यालु भनेको चाहिँ 7 एम्पियर रहेको छ। हजुरले 500 पोइन्ट भइसकेपछि चाहिँ हाम्रो बट जुन छ उता त्यसमा चाहिँ विथड्र लगाउन सक्नुहुन्छ। जुन विथड्र चाहिँ हजुरले केही समयमा आफ्नो बटको एकाउन्टमा पाउन सक्नुहुन्छ है। सिम्पली यसलाई कट गरौँ। अब त्यस्तै गरी डेली च्यालेन्ज भन्ने अफर रहेको छ। यसमा चाहिँ हजुरले डेली 10 टाइम चाहिँ गर्न सक्नुहुन्छ भने पर च्यालेन्ज चाहिँ 0.1 एम्पियर। यदि 10वटा टास्क कम्प्लिट गर्नुहुन्छ भने चाहिँ 1 रुपियाँ चाहिँ पाउन सक्नुहुन्छ यहाँबाट है। सिम्पली कम्प्लिट गर्नको लागि स्टार्ट गर्नु होला। अब यहाँ चाहिँ हजुरले 4 स्टेप चाहिँ कम्प्लिट गर्नुपर्ने छ। यहाँ चाहिँ सिम्पली हजुरले एज चाहिँ हेर्नुपर्ने छ। यदि यसलाई चाँडी गर्न चाहनुहुन्छ भने सिम्पली क्लिक गर्नु होला अनि ब्याक गर्नु होला है। ब्याक गरिसकेपछि यहाँ चाहिँ हजुरको 2-3 सेकेन्ड भए पनि हजुरले छिटो चाहिँ गर्न सक्नुहुन्छ है। अब यति गरिसकेपछि फेरि नेक्स्ट मिसनमा ट्याप गर्नु होला है। अब यहाँ चाहिँ हजुरले वेटिङ गर्नुपर्ने छ 15 सेकेन्ड जति। 15 सेकेन्ड वेटिङ गरिसकेपछि यो चाहिँ हाम्रो फेरि नेक्स्ट स्टेप चाहिँ खुल्छ है। केही समय वेट गरौँ हामी। साथीहरू फाइनल्ली हाम्रो 4वटा स्टेप कम्प्लिट भइसकेको छ। अब नेक्स्ट मिसनमा चाहिँ ट्याप गर्नु होला। यहाँ ट्याप गर्दा चाहिँ हजुरको लास्ट स्टेप हो यो जुन चाहिँ यो ओपन हुन्छ है। यो ओपन भइसकेपछि सिम्पली यसलाई कट गर्नु होला। अब यहाँ चाहिँ हजुरले क्लिक टु भेरिफाईमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। अब यहाँ एउटा लिङ्क ओपन हुन्छ। यहाँ चाहिँ हजुरले 5 सेकेन्ड जति वेटिङ गर्नुपर्ने हुन्छ अनि सिम्पली कट गर्नु होला। क्लेम 0.1 एम्पियर चाहिँ गर्नु होला है। यति गरिसकेपछि हजुरले 0.1 एम्पियर चाहिँ पाउन सक्नुहुनेछ र टास्क काउन्टिङ भनेको चाहिँ 1 टाइम भइसक्यो है। अब त्यस्तै गरी हजुरले यहाँ डेली गेम्स भन्ने
अप्सन देख्न सक्नुहुन्छ। यसमा चाहिँ हजुरले अनलिमिटेड टाइम्स गेम खेले चाहिँ इन्कम लिन सक्नुहुन्छ। सिम्पली स्टार्ट प्लेइङ नाउमा ट्याप गर्नु होला। अब यहाँ चाहिँ हजुरले 20 सेकेन्ड जति चाहिँ गेम खेल्नुपर्ने छ। सिम्पली गेम ओपन गरेर गेम खेल्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ झुक्केर क्यान्सल गरेको छु। सो यहाँ चाहिँ हाम्रो टाइम काउन्टिङ भएको छैन है। सिम्पली यसलाई ओके गर्नु होला। ओके गरिसकेपछि प्ले नाउ गरेर गेम खेल्न पनि सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो एड आउँछ, नाइ पनि हजुरहरूले यत्तिकै यो पेजमा बस्न सक्नुहुन्छ। अनि हजुरहरू 20 सेकेन्ड पछि चाहिँ ब्याक हुन पनि सक्नुहुन्छ। सिम्पली म चाहिँ ब्याक गर्छु है। अब ब्याक गर्दा चाहिँ हाम्रो यहाँ एउटा एड आउँछ। एड आइसकेपछि सिम्पली यसलाई कट गर्नु होला। हाम्रो 20 सेकेन्ड कम्प्लिट भएको छ। सेकेन्ड स्टेप पनि सेम हो है त, हजुरले सेम तरिकाले चाहिँ टास्क कम्प्लिट गर्न सक्नुहुन्छ। हाम्रो 3वटा स्टेप कम्प्लिट भइसकेको छ। सिम्पली कट गरौँ। अब यहाँ पनि हजुरले भेरिफाई ट्याक्समा ट्याप गर्नुपर्ने हुन्छ। यहाँ ट्याप गरिसकेपछि सिम्पली कट गर्नु होला। क्लेम रिवार्ड नाउ गरिसकेपछि हजुरले 0.06 सेन्ट पे पाउन सक्नुहुन्छ। अब त्यस्तै गरी यहाँ हजुरले टास्क भन्ने अप्सन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरले टास्कमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हजुरले ऱ्यान्डम टास्कहरू गरेर चाहिँ इन्कम लिन सक्नुहुन्छ। जस्तै टाइटल भनेको चाहिँ ग्रुपमा मेम्बर एड गर्नुपर्ने छ। हजुरले चाहिँ यो ग्रुपमा जोइन हुनुहोस् अनि 15वटा मेम्बर जोइन गरिसकेपछि स्क्रिनसट दिनुहोस् भनेको छ। सुमित प्रुफमा गएर हजुरले मेम्बर जोइन गरिसकेपछि चाहिँ प्रुफ सेन्ड गर्न सक्नुहुन्छ र अन गर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँ हजुरले रेफर भन्ने अप्सन पाउन सक्नुहुन्छ। यहाँबाट चाहिँ हजुरले आफ्नो साइटलाई रेफर गरेर चाहिँ 0.1 एनपिआर पाउन सक्नुहुनेछ है। अब यसबाट अर्निङ गरेको रकमलाई विथड्र गर्नका लागि ब्यालेन्समा ट्याप गर्नु होला। ब्यालेन्समा ट्याप गरिसकेपछि यहाँ चाहिँ हजुरको मेन ब्यालेन्स एभाइलेबल फर पे आउट भन्ने देखाउँछ। यदि हजुरको मेन ब्यालेन्समा पैसा छ भने कन्भर्ट गरेर सिम्पली यहाँ जति छ त्यति गर्नु होला। यति गर्न साथ हजुरको पे आउट गर्ने ब्यालेन्समा चाहिँ पैसा ट्रान्सफर हुन्छ। जस्तै कि देख्न सक्नुहुन्छ अब मेरो ब्यालेन्समा चाहिँ 0 र एभाइलेबलमा चाहिँ 11 रुपियाँ भइसकेको छ। यसले चाहिँ म आफ्नो इसेवासम्म वा मोबाइल टपअपको थ्रु चाहिँ विथड्र गर्न सक्छु। भने फ्री फायरमा डायमन्ड टपअप गर्न चाहनुहुन्छ भने यो डायमन्ड टपअप भन्ने अप्सन ट्याप गर्नु होला। यहाँबाट चाहिँ हजुरले फ्री फायरमा डायमन्ड लिन सक्नुहुन्छ है। म चाहिँ सिम्पली ब्याक गर्छु, ब्यालेन्समा जान्छु अनि विथड्रमा जान्छु। विथड्रमा गइसकेपछि नर्मल विथड्रमा ट्याप गर्छु। अब यहाँबाट चाहिँ हजुरले सिम्पली खल्ती इसेवा मोबाइल टपअप पेपाल एयरट्रममा चाहिँ विथड्र लगाउन सक्नुहुन्छ। मसँग देख्न सक्नुहुन्छ 11.28 एभाइलेबल ब्यालेन्स रहेको छ, जसले चाहिँ म आफ्नो इसेवा मोबाइल टपअप वा खल्तीमा विथड्र गर्न सक्छु है। म चाहिँ सिम्पली इसेवा ट्याप गर्छु। इसेवा ट्याप गरिसकेपछि म यहाँ आफ्नो मोबाइल नम्बर राख्छु है। मोबाइल नम्बर राखिसकेपछि अब यहाँ चाहिँ हजुरले कति विथड्र गर्ने हो एमाउन्ट चाहिँ राख्नुपर्ने हुन्छ। एमाउन्ट राखिसकेपछि हाम्रो विथड्र रिक्वेस्ट चाहिँ सेन्ड भइसकेको छ। 10 घन्टाभित्र चाहिँ पेमेन्ट आउँछ भनेको छ है। यसको पेमेन्ट प्रुफ चाहिँ मैले आफ्नो टेलिग्राम च्यानलतिर राखिदिनेछु, जसको लिङ्क तल हुनेछ। हजुरले त्यहाँ गएर जोइन भएर हेर्न सक्नुहुन्छ। हजुरले यसबाट चाहिँ आफूले 10 रुपियाँ कमाइसकेपछि पनि विथड्र मजाले लगाउन सक्नुहुन्छ है। अवश्य पनि हजुरलाई आजको भिडियो मन पर्यो होला। भिडियो मन परेमा भिडियो लाइक तथा हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।